जैविक विविधता, जाति विविधता, भाषिक विविधता। यो किताब हामी कतैबाट पाउन सकिन्छ? दुई एडिसन निस्किएर बजारबाट सकिसक्यो। अब मसँग भएको पनि मान्छेले माग्दा भएर सबै सकिसक्यो। केही नभए पनि हामी त अङ्ग्रेजी छ, अङ्ग्रेजी भर्खर निक्ल्यो। त्यसको अङ्ग्रेजी ट्रान्सलेसन चाहिँ नि रेमिनिसेन्सेस एन्ड रिफ्लेक्सन्स, त्यो पनि गर्न सकिन्छ। रेमिनिसेन्सेस एन्ड रिफ्लेक्सन्समा लास्ट च्याप्टर चाहिँ नि, अब अरू च्याप्टर त मेरो सम्झनाइ भयो। हजुर। मेरो बाल्यकालदेखि लिएर 7 साल अघिको नेपाल, 7 साल अघिको नेपाल कहीँ पनि छैन मान्छे। त्यो मेरो किताबमा 7 साल अघिको चाहिँ नि सोसियल, पोलिटिकल, इकोनोमिक के थियो नेपाल च्याप्टर छ। अनि 7 सालदेखि 17 साल चाहिँ नि म अब अर्थसचिव भएको, गभर्नर भएको, राष्ट्र ब्याङ्कको। अनि त्यसपछि म 24 वर्ष इन्डियनमा जागिर खाएँ। अनि यो लास्ट च्याप्टर चाहिँ नि चिन्तन वा रिफ्लेक्सन्समा चाहिँ नि समसामयिक विषयहरूमा मेरो दृष्टिकोण राखेको छु कि त्यसैमा मैले नेपाललाई इन्द्रेणी मुलुक भनेको छु। ए हजुर, त्यो किताबको इङ्ग्लिसको भर्सनको नाम चाहिँ रेमिनिसेन्सेस एन्ड रिफ्लेक्सन्स। ए हजुर, रेमिनिसेन्सेस। हजुर त पहिला राष्ट्र ब्याङ्कको पनि पहिलो गभर्नर, पहिलो अर्थसचिव, पहिलो राष्ट्र ब्याङ्कको गभर्नर। हजुर। त्यसलाई चाहिँ हजुरले रिफ्लेक्सनमा चाहिँ मेरो भ्यू पोइन्टहरू राखेको छु। हजुर। रेमिनिसेन्सेसमा सम्झनाहरू हजुर। त्यसैले अब यो तपाईँहरूको यो गोर्खापत्रले जुन यो विभिन्न नेपालको चाहिँ भाषाहरू हजुरलाई प्रोत्साहित गर्नको लागि जुन निकालेको छ, त्यो मलाई बहुतै एउटा त्यसलाई चाहिँ नि समर्थन गर्नुपर्ने कुरा भन्ने मलाई लाग्छ। किनभने इन्द्रेणी मुलुकमा भाषाहरूले त प्रोत्साहन पाउनुपर्छ। त्यसले गर्दाखेरि हाम्रो संस्कृति चाहिँ नि धनाढ्य हुन्छ, रिच हुन्छ। हजुर। अब हजुरको पिता पुर्खा बाजे बराजुकै पालादेखि चाहिँ गोर्खापत्र संस्थानसँग चाहिँ तपाईँको परिवारको सम्बन्ध छ। त्यसमा अब अहिलेसम्म, पहिलादेखिको अहिलेसम्म सरसर्ती हेर्दा यहाँलाई चाहिँ कस्तो लागेको छ गोर्खापत्रको कन्ट्रिब्युसन? अब पहिले त साह्रै नै यो मुख्य नै पहिला निस्किँदाखेरि पहिलो चाहिँ नि यो समाचार पत्रको रूपमा आयो है। हजुर। त्यस कारणले यसलाई जर्नलिजमको, पत्रकारिताको पितामह भने पनि भयो गोर्खापत्रलाई। हजुर। अनि यो नै गोर्खापत्रको यत्रो महत्त्व थियो, इम्पोर्टेन्ट कुराहरू गोर्खापत्रमा निस्किएको छ। अनि गेजेट आउनु अगाडि हजुर गोर्खापत्रै पढ्थे सबैजनाले। महत्त्वपूर्ण केही कुराहरू, सूचना नेपाल सरकारको लगायत सबै आउँथ्यो कि। हजुर। अब अहिले आएर 46 साल 47 सालपछि चाहिँ नि यो प्राइभेट सेक्टरको चाहिँ नि अखबारहरूले आएर गोर्खापत्रको चाहिँ नि सर्कुलेसन चाहिँ नि घटेर अरूको सर्कुलेसन बढाए जस्तो देख्छु। त्यस कारण मलाई बडा अफसोस लागेको छ। हजुर। अब एडभर्टाइजमेन्ट पनि उता बढी जाने। हजुर। अनि ग्राहकहरू धेरै छ भनेर अब प्राइभेट सेक्टरले पनि कुनै नोटिस निकाल्नु पर्यो भने बढी ग्राहकले पढ्ने चाहिँ पेपर भनेर कान्तिपुरमै दिने, अरू अखबारमा दिने भएर गोर्खापत्रको चाहिँ नि महिमा अलिक घटेर आएकोमा मलाई चिन्ता लागेको छ। के कारण? यसको कारण चाहिँ ग्राहकहरूको बढ्यो, अरू अखबारहरूको ग्राहक सङ्ख्या बढ्यो, गोर्खापत्रको सङ्ख्या चाहिँ नि बढेन अथवा घट्यो भन्ने मान्छेको इम्प्रेसन छ। त्यो हो कि होइन मलाई थाहा छैन। अनि हजुरले त्यही त हामी भन्न खोज्यो, के कारणले गर्दाखेरि त्यहाँ गोर्खापत्रका संस्थानका मान्छेले चाहिँ गर्न नसक्यो, ग्राहक बनाउन नसक्यो कि के कारणले त्यो घट्यो पछि आएर त्यो ग्राहक? अब यो हरेक चाहिँ नि अखबार होस् वा कम्पनी होस् वा जुनसुकै इन्टरप्राइजमा पनि लिडरसिप चाहिन्छ, लिडरसिपको कन्टिन्युएसन चाहिन्छ के। अब यो नेपाल सरकारको संस्थान भइदिया हुनाले नेपालको चाहिँ हरेक अङ्गमा चाहिँ राजनीतिकरण बढेर गएपछि अब गोर्खापत्रमा पनि जनरल म्यानेजर, प्रधान सम्पादकहरू जति सरकार 9 महिनामा सरकार बदलिने, 9 महिनामा
गोरखापत्रको चाहिँ नि सम्पादक जनरल म्यानेजर पनि चेन्ज हुने जस्तो एउटा त्यस्तो चाहिँ नि एउटा हुन गयो कि त्यसले गर्दाखेरिमा त्यसलाई अरू प्राइभेट सेक्टरको अखबारहरूलाई चाहिँ नि प्रतिस्पर्धा गर्ने गरिकन गोरखापत्रलाई अगाडि बढाउन सकिएन जस्तो लाग्यो मलाई। अब साथसाथै तलब भत्ता सत्ताहरू पनि राम्रो राम्रो जर्नलिस्टहरू पत्रकारहरूलाई आकर्षित गर्नको लागि सुविधा तलब सुविधा पनि प्राइभेट सेक्टरको दाँजोमा के कति छ मलाई राम्रो ज्ञान छैन। त्यो पनि अब सरकारी संस्थान भएपछि त अर्थ मन्त्रालयले संसारभरि जम्मै अर्का खानाको लागि दिए तलब भत्ता सुविधा दिएर त्यही अनुसारै हुन्छ। त्यो बढाउनको लागि त यो भगीरथ प्रयत्न गरेर पनि नसकिने होइन। गोरखापत्रले त अहिले पनि तपाईँको कान्तिपुरले एउटा लेखको 300 रुपियाँ दिन्छ भने गोरखापत्रले 1000 रुपियाँ 900 1200 रुपियाँसम्म दिन्छ। हो दिन्छ त, अरूभन्दा त बढी दिन्छ त। त्यस्तो रहेछ त किन नआएको पत्रकारिताहरू अन्त किन एट्र्याक्टेड भएका हुन्? अरू पत्रिकामा किन एट्र्याक्ट गोरखापत्रमा किन एट्र्याक्ट नभयो? अब हेर्नुहोस् न, गोरखापत्रभन्दा पनि राइजिङ नेपाललाई हेऱ्यो भने हिमालयन भयो, यो काठमाडौँ पोस्टै पनि तगडा छ कि राइजिङ नेपालभन्दा बढी एट्र्याक्टिभ छ। त्यो गोरखापत्र त अझै धानेकै छ, अझै बिडो धानेकै छ। तर राइजिङ नेपालको त कम्पेरिजनमा त काठमाडौँ पोस्टसँग त कम्पेरिजनै छैन। होइन, त्यो त एक थरी जुन मार्केटिङ गर्ने मान्छे थिए अनि त्यही नै पत्रिका खोलिसके पछाडि त उता गइहाल्यो। त्यो आउने स्वाभाविक भएन यता। अनि हामीले अब यो जुन हाम्रो विशेषाङ्क हामी निकाल्छौँ त्यसको लागि 3वटा क्वेसन चाहिँ हामी बनाएका छौँ। त्यही भित्र चाहिँ रहेर अलिकति हजुरले हामी सोध्न चाहन्छु, गोरखापत्र अन्तर्गत नयाँ नेपालमा विभिन्न भाषाभाषी जुन निस्किरहेको छ, लगायत 30वटा भाषा निस्किरहेको छ, तपाईँलाई यो कस्तो लागिरहेको छ? यसको लागि के गर्नुपर्छ अझै जस्तो लाग्छ? अब यो 30 भाषामा प्रकाशन गर्ने जुन जमर्को भएको छ त्यो चाहिँ नि त्यसलाई चाहिँ म समर्थन गर्छु। त्यसको लागि म उत्साहित गर्छु। किनभने मैले भने नै नेपाल चाहिँ सानो मुलुक भए पनि तुलनात्मक रूपले फिजिकली सानो मुलुक भए पनि यो चाहिँ नि धेरै भाषाभाषी धेरै जात जाति भएको जियोग्राफिकल्ली पनि विविधता भएको मुलुक भएको हुनाले यहाँ चाहिँ नि यहाँको चाहिँ बासिन्दाहरूले बोल्ने प्रमुख भाषाहरू 101 भाषा त सकिन्न होला, 101 जाति छ भन्ने सुन्यो। तर प्रमुख भाषाहरूलाई प्रोत्साहित गर्नको लागि तिनीहरूको चाहिँ नि गोरखापत्रमा लेख प्रकाशन गर्ने एउटा प्रशंसनीय काम हो भन्छु। यसलाई अझै राम्रो बनाउनलाई के गर्न सकिन्छ होला? अब 2-4वटा भाषाहरू त धेरै प्रगति भइसकेको छ भनौँ न। अब हिन्दी भनौँ, उर्दू भनौँ, मैथिली भनौँ। तर अरू भाषाहरूमा चाहिँ नि प्रोत्साहित गर्नको लागि ती भाषामा लेखन लेख्नेहरूलाई प्रोत्साहित गर्नु पर्यो। तिनीहरूलाई आकर्षित गर्नको लागि उनीहरूबाट चाहिँ नि लेखहरू आह्वान गर्नु पर्यो, त्यो प्रकाशित गर्नु पर्यो। त्यो प्रकाशित गरेकोमा उनीहरूलाई पुरस्कार दिने एउटा सिस्टम बनाउनु पर्यो। अनि अर्को कुरा, गोरखापत्रमा विगत 5 वर्षदेखि यो प्रकाशन जुन भइरहेको छ आफ्नो हरेक माध्यममा छ, तपाईँले कुन किताबबाट त्यो पढ्नु भएको छ? अब गोरखापत्र सब्सक्राइब गऱ्यो, त्यो जो आउँछ डेली पढ्छु नि। यो भाषाको पेज जुन हाम्रो छ त्यसलाई कुनै भाषा मलाई त अरू भाषा आउँदैन, मलाई आउँदैन। त्यस कारणले यही भाषा आएछ, नयाँ किसिमको स्क्रिप्ट पनि देख्छु कहिलेकाहीँ, यस्तो आएछ भनेर भन्छु। तर पढ्दाखेरि त अब नेपाली भाषाबाट नै पढ्ने हो।
नयाँ नेपाल अन्तर्गत नेपालमा विविध भाषामा भइरहेको प्रकाशनको सन्दर्भ